हेलो नमस्कार नमस्ते सबैलाई। अनि म चाहिँ धेरै लङ टाइम पछि होइन म युट्युबमा आएँ। काम त्यस्तै हो, अब कम्पनीको काम गर्नुपर्ने हुन्छ। त्यही भएर नै म आउन सकिनँ, त्यही माथि अलिकति बिरामी भएँ है। म आज 10-12 दिन, लगभग 10 दिन भयो भनौँ म काममा छुइनँ, काममा जान पनि सकेन। के गर्ने, यस्तै हो परदेशको भोगाइ। अनि परदेशमा चाहिँ शत्रुलाई पनि बिरामी नहोस् है। मलाई चाहिँ एकदमै बिरामी भएर एकदम गाह्रो बनायो। अझै पनि म 1-2 महिना चाहिँ काम गर्न सक्दिनँ, लगभग 2-3 महिना काम गर्न सक्दिनँ। मेरो होस्टेल है, यो चाहिँ मेरो होस्टेल यही हो। किनभने मेरो चाहिँ एउटा सानो अपरेसन गरेको थियो, अनि त्यही भएर भिडियोहरू पनि लाउन पाउँदिनँ। तपाईँहरू सबैले सपोर्ट गरिदिनुहोस् है। म चाहिँ प्रायः रियाक्सन भिडियो लाउने गर्छु। अनि आज चाहिँ मलाई बोल्न मन लाग्यो क्या तपाईँहरूको साथमा होइन। जतिले मेरो भिडियो हेर्नुहुन्छ होइन, तपाईँहरूले मन पराइदिनुहोस्, विशेष सब्सक्राइब गरिदिनुहोस्। अनि मेरो भिडियोलाई चाहिँ फुल वाच गरिदिनु है। किनभने म एकदमै नर्भस पनि छु है। म एक्लै छु, मसँग कोही पनि छैन। अनि अब के गर्ने होइन, रुममा पनि बस्दा बोर भएर त्यही भएर म यसो निस्केर बाहिर हिँडेको। पानी पनि पर्ला जस्तो भइरहेछ। अब समथिङ म पनि यसो घर होइन नेपाल जाने सुरसारमा छु। मेरो चाहिँ यो लङ भिडियो तपाईँहरूले सबैले हेरेर मलाई सपोर्ट गरिदिनुहोस्। मैले चाहिँ लङ भिडियोमा 4000 वाच टाइम पुर्याउनु पर्ने छ यो युट्युबमा होइन। मैले भर्खर खोलेको यो युट्युब च्यानल होइन। तपाईँहरूको माया अति नै छ म प्रति, अनि मलाई धेरै नै माया गरिदिनु भएको छ। मैले छोटो समयमा नै मेरो 90 दिनको एउटा के भन्छ प्रोग्राम जस्तै, अब जुन युट्युबले दिएको हुन्छ नि 90 दिनभित्रमा चाहिँ 1000 सब्सक्राइब र सर्ट भिडियोदेखि चाहिँ 10 मिलियन, अनि लङ भिडियोदेखि चाहिँ 4000 वाच टाइम चाहिँ पुर्याउनु पर्ने भन्ने छ। अब मेरो सर्टदेखि त मेरो आएन 2 लाख पनि, कति 2,38,000 मात्रै भयो होइन। यो भिडियो चाहिँ म किन बनाउँदैछु भने तपाईँहरूले भिडियो हेरेर अनि मलाई सपोर्ट गरिदिनुहुन्छ भन्ने चाहिँ मलाई लागेको छ। तपाईँहरू जतिजना हुनुहुन्छ मलाई सपोर्ट गरिदिनुहोस्। म काम पनि गर्न सकेको छैन। मेरो चाहिँ सानो अपरेसनको कारणले गर्दा म कामै गर्न सकेको छैन। अब 3-4 महिना चाहिँ बस्ने प्लान हो, अनि नेपालमा जाने, छुट्टीमा जाने भन्ने एउटा मेरो प्लान पनि छ। अब हेरौँ के हुन्छ। कम्पनीले छुट्टी त पास गरेको छैन। त्यही पनि मेरो अब यो समस्या देखेर होइन, सायद उहाँहरूले पनि दिनुहुन्छ होला। अब के भन्ने अरू, मेरो चाहिँ हालत यस्तै छ। साथीहरू प्लिज धेरै सपोर्ट गरिदिनु। मेरो यो भिडियो चाहिँ एकदमै वाच टाइम चाहिँ होइन पुग्यो भने धेरै राम्रो हुन्छ मलाई पनि होइन। मेरो यो वाच टाइम पुरा भयो भने चाहिँ मेरो पनि 4000 वाच चाहिँ पुरा भयो भने मलाई तपाईँहरूले सपोर्ट गरिदिनु होला होइन। त्यहाँदेखि चाहिँ एउटा मोनिटाइज खोलिन्छ भन्छ। मलाई थाहा छैन यो कुरामा पनि विशेष होइन। अब म त सानोभन्दा सानो एउटा युट्युबर भनौँ, युट्युबर पनि होइन, म जस्ट ट्राई गर्दैछु होइन। कस्तो हुँदो रहेछ त। अब जसले पनि युट्युब भन्छ, टिकटक भन्छ, फेसबुक भन्छ है। त्यही भएर नै म तपाईँहरूलाई होइन, मेरो सानो रिक्वेस्ट यही हो, मेरो यो फुल भिडियो हेरिदिनु होला। म लगभग 10 मिनटको म बनाउँछु। 10 मिनटको भिडियो चाहिँ म बनाउँछु किनभने तपाईँहरूलाई म मेरो होस्टेलको वरिपरि पनि म देखाउँछु होइन। मेरो होस्टेल चाहिँ अब म यहाँ चाहिँ अब म मलेसिया बस्छु। यहाँ आएको चाहिँ म लगभग 2-3 साल भयो होइन। अनि अब यस्तै छ, के गर्ने, दुःख सुख चलाउँदैछु। अनि म चाहिँ अब
काम गर्न पनि नसक्ने भएँ। अब जस काम त गर्छु, काम गर्न त सकिन्छ, केही समय चाहिँ अब मलाई रेस्ट चाहिरहेछ। नहिँड्नु त भन्थेँ, अब कति रुममा बस्ने के, रुममा बस्दा बस्दा नि दिक्कै होइन। अब कसैको फोन आउँदैन, कसैको मेसेज आउँदैन, अब के भन्ने, अब कसैसँग अब ल यस्तो छ भने अब कोही भयो त अब भुलिन्थ्यो होला नि। मनै एकदमै भुल्नै गाह्रो, रुममा बस्नै गाह्रो। त्यही भएर म चाहिँ अब यसरी अब भिडियो बनाउँदै अब लाउँदैछु। म चाहिँ अझै 2-4वटा भिडियोहरू चाहिँ होइन अब मेरो त्यो सन्देशमूलक त हुँदैन, राम्रो त नहोला, त्यही पनि तपाईँहरूले सपोर्ट चाहिँ गर्नुहुन्छ भने चाहिँ धेरै आशा छ होइन। मेरो रिएक्सन भिडियोमा पनि मेरो भ्युज त धेरै गएको छ कुनैमा होइन। अब मेरो लागि त धेरै हो, तपाईँहरूको लागि त अब हुनसक्छ, ठुल्ठुलो युजरहरूको लागि त केही पनि होइन। तर मलाई 1000देखि माथि गयो भने, भ्युज गयो भने नै मलाई त्यो सबैभन्दा ठुलो लाग्छ क्या मलाई चाहिँ। अनि सुरुमा त म नर्भस थिएँ, मेरो भिडियोमा अरूको रियाक्ट गरेर के भ्युज आउँथ्यो होला जस्तो लाग्थ्यो। तर भ्युज थोरै 1000, 2000, 15000, 4000, 5000 त्यस्तो भ्युज गए चाहिँ म एकदमै मनदेखि नै खुसी छु क्या। किनभने मलाई त्यति आउँछ जस्तो लागेको थिएन। अझै पनि तपाईँहरूले सपोर्ट गर्नुहुन्छ भन्ने चाहिँ मलाई आशा छ क्या एकदमै। त्यही कारणले म यो छोटो 10 मिनटको भिडियो चाहिँ बनाउँछु। तपाईँहरूले एउटा पनि भिडियो नटुटाइकन होइन, स्क्रोल नगरिकन चाहिँ तपाईँले मजाले हेरिदिनुहोस्। मलाई तपाईँको यो एउटा भिडियोको कारणले होइन मेरो लाइफ बन्छ भने, अथवा मैले पनि केही मेरो पनि इच्छा चाहना पुरा हुन्छ भने तपाईँलाई 10 मिनट भिडियो हेरेर होइन कसैको जिन्दगी बन्छ भने त्यति गरिदिनुहोस् भन्न चाहन्छु है। अब अरू के भन्ने, ठिकै छ। मेरो होस्टेल चाहिँ यहाँ छ, हेर्नुहोस् है। यो चाहिँ एउटा जुन ब्याडमिन्टन खेल्ने ठाउँ हो। अनि त्यहाँ यसो बसेर होइन बेलुका अब साथीभाइहरू हुन्छ नि त, बसेर चिसो खाएर मनोरञ्जन गर्छ है। अनि यो चाहिँ हाम्रो लेडिजको होस्टेल हो है। यो चाहिँ हाम्रो जेन्ट्सको है। यो चाहिँ केटाहरूको होस्टेल है। वास्तवमा यो मैले तपाईँहरूलाई गलत भनेको छु। यो चाहिँ छोरा मान्छेहरूको होस्टेल हो। म चाहिँ अब जाँदैछु। मेरोमा भिडियो पनि राम्रो त नआउला अब होइन, त्यस्तै हो ल। हाम्रो चाहिँ होस्टेल हो होइन। म चाहिँ यही होस्टेलमा बस्छु। अनि लेडिजको होस्टेल चाहिँ सबैभन्दा पल्लो छेउको है, सबैभन्दा पल्लो छेउको। अनि हाम्रो केटाहरूको चाहिँ यो है, सबैभन्दा पल्लो छेउको केटीहरूको होस्टेल। वाउ, गाडी हेर्नु त सर, के हो गाडी यस्तो मजाले पुरै बाँधेको छ है, केरा पातहरू लाएर ल। मेरो मोबाइलमा अब भिडियो त राम्रो आउँदैन होइन। अब मान्छे पनि राम्रो त होइन, मान्छे पनि राम्रो छैन अब। तर मैले धेरै हेरेँ अब भिडियोहरू अरूको पनि म हेर्ने गर्छु होइन। तर अब मसँग ट्यालेन्ट पनि छैन, त्यत्तिकै म भिडियो बनाएर हाल्छु होइन। मन पराइदिनुहुन्छ भन्ने चाहिँ मलाई एकदमै आशा छ। धेरै भिडियोहरू मन पराइदिनु भएको छ। मेरो सर्ट भिडियो चाहिँ धेरै नै मन पराइदिनु भएको छ है। अब हेरौँ, अब यो लङ भिडियो हो होइन। अब के भन्ने ल। अब यो सबैभन्दा पल्लो छेउमा चाहिँ लेडिजहरू बस्छ। अनि यहाँ चाहिँ यो दुईटामा चाहिँ जेन्ट्सहरू है, जेन्ट्स र लेडिजको छ। अब म चाहिँ यसो आज धेरै बोर लाग्यो, अनि भिडियो बनाएर युट्युबमा लाउँ कि भन्ने हो।
के गर्ने अब बिरामी छु अब बोल्न पनि त्यति सक्दिनँ बोल्न पनि नहुने त्यति धेरै अनि मजाले हिँड्न पनि नहुने रहेछ अनि केही छैन मान्छेलाई हरेक परिस्थिति आउँछ परिस्थितिमा अब आफू लड्न सक्नुपर्ने रहेछ है अब यस्तै छ है हेर्नु न यहाँ के रोपेको केराहरू रोपेको छ यति सानो ठाउँमा होइन फुलहरू केराहरू अनि कस्तो मजाले यहाँ चरा बस्छ कि यो रुखमा चाहिँ कहिलेकाहीँ आएर ल त्यति छोटो केराले नै फल दिनु थालिसक्यो फलिसक्यो है पसाइसक्यो भनौँ न यहाँ धेरै थियो पहिला त केरा सबै यो फालेछ कि ल थ्याङ्क यू सबैले मेरो भिडियोलाई मन पराइदिनुहुन्छ भन्ने आशा छ हेरिदिनु होला कृपया सपोर्ट गरिदिनु होला है थ्याङ्क यू